खेतको डिल आली बाटो हिँडिरहेको छौँ। बजार ल तेम्बे गाउँ, बजार त किन भन्नु, तेम्बे गाउँ हो यो। मौवा खोला माध्यमिक विद्यालय हो। त्यस्तो खोले भन्ने त कति तर्नु पर्यो त हौ। मेरो संसार म चाहिँ एउटा बागधारा भन्ने ठाउँमा आइसकेँ है। 1 2 3 4 5 वटा छ धारा। ए बागधारा अरे, बाघको ठाकुर बनाएको रहेछ नि त। अहिले चाहिँ हामी तेलाबुङ भनेको ठाउँमा आइसक्यो, छिरिसक्यो भनौँ। ऊ पर छ नि कसै गरेर हामी लागेको पुलमा चाहिँ गरिन होइन हौ, गऱ्यो भने किन टेन्सन लिनुहुन्छ भएन। यता माथि चाहिँ के भएर पुरै बिग्रिसक्यो। Oh, non-stop जाऊँ ल। गर्मी नै हुँदो रहेछ हौ। मलाई नि गर्मी कता लाग्यो। खड्किला आजबाट उडान सोमबारको उडान छ भन्थ्यो। टावरदेखि अर्को उता जानु पर्दो रहेछ। Oh my God. तिमीलाई छुटी तिमी बिना पाइला सर्दैन। वाइफाई चाहिँ छैन होला हौ। वाइफाई चाहिँ छैन होला। छैन होला। वाइफाई भनेर देखिरहेको छ बाहिर। थिङ्किङ जाउँ माथि जाउँ न। भोलि जाऊँ न जाउँ यहाँलाई यहाँ औँसी लाग्यो। यहाँ हामी चाहिँ कोला खाँदैछौँ। आज वाइफाई व्यस्त भएन नि यहीँ पनि फालिदिने हो। फ्याँक्नु फाल्नु गाइज यो कुन खालको लाइटर हो गाइज। बिहान उठेर माथि मन्दिरको लागि नुहाउन आइरहेको छौँ। 3 बजिसक्यो। पानी परेर हामी जानै पाइरहेको छैनौँ भन्दै त भन्दैन छिटो भन्दै त यता हेर न। पानी परेर हामी त यहाँबाट लाग्नै सकिरहेको छैनौँ गाइज। जाडो भयो। यो चाहिँ बिहानै दर्शन गरेको पानी परेर है भिडियो बन्न नपाएको त हो।
घन्टी बजाउने तबिलिङ दरहरू पनि छ दाजु म घन्टी बजाइदिन्छु ल यिनीहरूलाई आमा कति सय छिटो 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 अहिले खिच्नुलाई नै छु भिडियो आउँदैछु म भेटी करो 2 रुपैयाँ छ बहिनी र दुईजनालाई हामी 4 जना कि एउटा 2टा त छ अनि हाल नि त नि थोरै हो गोरु यो साँडे फोटोसोटो हाम्रो फोटो सकिसक्यो अब हामी फर्किँदैछौँ